ग्रेट टिभीमा स्वागत छ। नमस्कार। अहिले 5 स्टार कफी मेकर तालिम चलिराखेको छ। यो केही समय अगाडि यसको समुद्घाटन भएको थियो। तालिम सञ्चालन भइरहँदाखेरिमा सहभागीहरूबाट प्राप्त भएका प्रतिक्रियाहरू चाहिँ कस्तो पाउनु भएको छ? यो उपलब्धिमूलक रह्यो भन्ने छ या चाहिँ यो गरिमा दुःख दियो ओडाले भन्ने छ? के पाउनु भएको छ? धन्यवाद हजुरको यो प्रश्नको लागि। हामी राप्ती नगरपालिका वडा नम्बर 8 को कार्यालयमा 2079 को निर्वाचन पश्चात हामीले हाम्रो यो टिमले युवा लक्षित कार्यक्रम अन्तर्गत सिकाइलाई मध्यनजर गर्दै प्रत्येक वर्ष हामीले युवालाई स्वरोजगार आफैमा चाहिँ अब्बल बनाउन सक्ने सिपमा एउटा प्रखर बनाउन सक्ने छौँ भन्ने उद्देश्यका साथ हामी यो वडामा हामीले हिजो बनाउँदै गर्दा घोषणापत्र सँगसँगै पनि जोडिएर हामीले ती कुराहरू जोडेर आएका थियौँ र तदनुसार हामीले हरेक वर्ष थोरैमा पनि 200 जनाको आसपासमा हामीले सम्पूर्ण हाम्रो यो वडावासीहरूमा रहनुभएका युथहरूलाई एउटा स्वरोजगारको व्यवस्थापन गर्न सकिने अनि आफ्नो सिपमा चाहिँ निर्भर हुन सक्ने व्यवस्थाको गर्नको लागि हामीले चाहिँ हरेक वर्ष सिप सिकाउने क्रममा यस वर्ष यो बारिस्टाको तालिम नेपाल सरकारको समानीकरण अन्तर्गतको हामीले 6 लाख रुपियाँ बराबरको रकम छुट्याएका थियौँ। यसमा 60 जना सेवाग्राहीले सेवा पाउने व्यवस्थाका साथ खोलिएको यो कार्यक्रममा झन्डै 120-25 जनाले चाहिँ उम्मेदवारी भनेको सिक्नको लागि उहाँले दरखास्त दिनुभएको थियो भने त्यो मध्येबाट यस 120-25 जना मध्ये अघिल्लो साल नसिक्नु भएका कतिपय ड्राइभिङका अघिल्लो साल ड्राइभिङ त्यसपछि गएर चाहिँ सिलाइ बुनाइका तालिमदेखि लिएर विभिन्न योजनाहरू साबुन बनाउने सबै लिएर आएका थियौँ र तीमा नजोडिएका जो जति हुनुहुन्छ उहाँहरूलाई र विपन्नताको आधारलाई आधार मानि अलि अग्रभागमा राख्दै यहाँ दलित जनजाति आदिवासी त्यसपछि अन्य भनेको अन्य जातीय हिसाबले पनि समावेश गर्न सकिने गरी हामीले यहाँ झन्डै 70 जनाको आसपास तालिम दिँदै आएका छौँ। आज सम्भवतः तालिममा सहभागीहरूको छनौट प्रक्रिया चाहिँ अहिले कसरी गर्नुभयो? हामीले वडाले यहाँ बसेर सबैको निवेदन लिए पश्चात हामीले त्यहाँ वस्तुस्थिति हामीले भूगोलको हिसाबले त्यसपछि जातीय हिसाबले त्यसपछि गएर चाहिँ जातीयको माने यो चाहिँ के हो भने दलित जाति त्यसपछि जनजाति आदिवासी शीर्षकै हामीले त्यो खाले व्यवस्था गरेँ र आदिवासी र अन्य गरेर चाहिँ यसरी चाहिँ त्योलाई सबैलाई समेट्न मिल्ने गरी भूगोललाई सबैलाई समेट्न मिल्ने गरी निवेदन दिएको आधारमा त्यो चिज हेरेर र विपन्नता यी सबैको माझमा विपन्नतालाई चाहिँ मुख्य आधार मानेर भोलिको त्यो सिप सिकाइ गर्दै गर्दा 15-20 हजार रुपियाँ यो बारिस्टाको तालिम झन्डै 25 हजार रुपियाँ बराबरको चाहिँ खर्च हुने देखिन्छ। यो 25 हजारको खर्चलाई हामीले अलिकति तपाईँको चाहिँ भोल्युममा लिएर आउँदै गर्दाखेरि चाहिँ यो चाहिँ झन्डै 10 हजारको आसपास प्रति व्यक्ति एउटाको खर्च भएको छ। त्यो पैसा पनि तिर्न नसक्ने मान्छेलाई चाहिँ फर्स्ट प्रायोरिटी दिएर तत्पश्चात अब जनजाति आदिवासीलाई हेरेर हामीले त्यसरी छाने। यति ठुलो लगानी गर्नु भएको छ ओडाबाट जाँदा भनिदिनुहोस् यो तालिमबाट ओडाले के परिणामको अपेक्षा गरेको छ? हामीसँग सबभन्दा पहिलो त हामी सेवाग्राही जो हुनुहुन्छ वडाका सम्पूर्ण वडावासीहरूले आफ्नो सिप सिकेर अब्बल बनाउन् भन्ने अपेक्षा वडाको हो र यो सँगसँगै देशमा जति पनि देखिएका छन् वैदेशिक यात्राका लागि तयार गर्दै मैले केही पनि जान्ने पाइनँ, मैले केही पनि सिकेकै छैन, मेरो हातमा सिपै छैन, मैले पढ्न त ब्याचलर पढेँ तर मसँग कहीँ गएर जागिरै खान पाउँदिनँ भन्ने व्यक्तित्वहरूलाई चाहिँ तपाईहरू जागिर खान सक्ने होइन जागिर दिन सक्ने तपाईँ आफ्नो व्यवसाय सञ्चालन गर्न सक्नेदेखि लिएर हरेक काम तपाईँ चाहिँ आफू स्वावलम्बन हुन सक्नुहुन्छ भन्ने परिचय दिनको निम्ति हामीले यो तालिम सञ्चालन गरेका हौँ। उहाँहरूले मलाई लाग्छ जहाँसम्म लाग्छ यो राप्ती नगरपालिका वडा नम्बर 8 मा 60 जना मध्ये सिप सिकेर दक्ष त 60 जनै हुनुहुन्छ। 60 जना मध्ये कम्तीमा पनि
15-20 जनाले चाहिँ यसलाई चाहिँ एउटा व्यावसायिक रूपमा काम गर्न सक्नुभयो भने हामी सबल भयौँ भन्ने हामी सम्झन्छौँ।